ल यहाँलाई साथीहरु मैले हिजो यो देखाउन बिर्सेछु नि त मैले माइक चाहिँ कसरी हाल्छु भन्दाखेरि चाहिँ नि यो म फिक्स चाहिँ हाल्दिन नि त यो खास नि यो फिक्स हाल्नु पर्छ कि तर मलाई चाहिन्छ नि त यसको क्वालिटी चाहिँ दामी रहेछ नि त अन्त त्यही भएर चाहिँ मलाई यो सुन्न पनि चाहिन्छ नि त अन्त यो चाहिँ कसरी हाल्छु भन्दाखेरि चाहिँ म यता चेपमा हाल्छु नि यहाँनिर मुखको छेउमा राख्नु हुँदैन हिजो मैले यतापट्टि राखेको थिएँ नि त गालापट्टि कि अन्त त्यो भएर चाहिँ थिचिन्छ रहेछ यो पुरा कि त्यो भएर चाहिँ म यता पछाडि हालिदिन्छु अब यसलाई हो अन्त आज चाहिँ यो पनि लगिरहेको छु हिजो पनि मेरो यो चाहिँ वायरलेस चार्जिङ हो नि त हिजो चाहिँ बिजोग भएको थियो नि त मेरो ब्याट्री कम्ती लगाएर गएको थिएँ भ्लग नै बनाउनु पाइनँ बेसी राम्रो अब चाहिँ हेरौँ के हुन्छ ल अहिले भेटौँ मलाई अब ग्यारेजमा ल गाइस म चाहिँ अहिले यहाँ तल आइसकेँ होइन ग्यारेजमा यो कोल्ड स्टार्ट हुँदैछ अब चाहिँ म के गर्नु गएको भन्दाखेरि चाहिँ नि यहाँनिर चाहिँ म इन्स्टाग्रामको लोगो टालौँ भनेको नि त यहाँनिर तर यहाँ हुन्छ कि यहाँ हुन्छ हो तर यो त म फेर्छु पछि हो अलिक पछि यहाँनिरै टाल्छु होला सायद सानोबाट मात्रै टाल्छु नि त म बेसी स्टिकर टाल्नु मन लाग्दैन नि त त्यतिको लागि गएको होइन अहिले चाहिँ यो ब्ल्याक भइरहेको छ अब यो घाममा निकाल्यो भने चाहिँ सेतो हुन्छ यहाँनिर त कोथ्रिन्छ त फेरि बिस्तारै निकाल्नुपर्छ अहिले मैले निकाल्दाखेरि फेरि गाडी चाहिँ आएको गर्छ नि अन्त हाल्ने बेलामा एकछिन यहाँ राखौँ म ग्यारेज धुनै हाल्छु ल भयो मेरो होइन अब बिस्तारै जानुपर्छ नअत्तालिकन तपाईँहरूले यो रोडहरू त देखि त राखेको त सधैँ सेतो भएछ यो भिडियो भएको कि नभएको देख्दैन नि त अलिक मुनि छ कि मेरो यो होल्डर अलिक माथि सार्नुपर्छ यसलाई अहिले सार्छु होला हौ पहिला मेरो काम गरिहाल्छु सानो बढी मात्रै छ त्यो लुगाहरू पनि लाइन नि त मैले घरको ड्रेसमा गएको जुत्ता मात्रै लाएर गएको छु अलिक माथि राख्नुपर्छ होला एङ्गल यतिकोमा क्या यतिकोमा राख्यो भने चाहिँ ठिकै आउँछ होला कस्तो आइरहेको छ हौ यसो कमेन्टहरू गरिदिनु होला है ल अहिले चाहिँ म कहाँ पुगेँ भन्दाखेरि चाहिँ गोठल्स आउन आँटेँ यहाँनिर चाहिँ जाम हुन्छ हो यहाँनिर चाहिँ जाम हुन्छ कि त्यही भएर चाहिँ बिस्तारै बिस्तारै जानुपर्छ गाडी हुँदै गरेको हुन्छ एउटा फुट्दै क्या यहाँ अगाडि चाहिँ एकजना आन्टी बसिरहेको हुन्छ हो डन्ठा बोकेर कतिलाई त दिन्छ नि र हामीलाई चाहिँ चिन्छ क्या बसी नै राख्छ क्या हो हमको कुछ मत करना आमा भाइहरूले तर रियाक्सन चाहिँ खतरा दिन्छ यहाँनिर फेरि बम्पर छ कत्रोबाट आमा तर मलाई थाम्छ यो बम्परले आमा आइपुग्यो नान्दा स्टिकर टालिदिन्छ एउटा इन्स्टाग्रामको लोगो हालिदिउँ भित्रै कहाँ जान्छ ए म यहाँ सेफ दिइराख्छु ल त्यसो भए अरे यहाँ टक्क मैले बाइक राखिदिइरहेको छु अनि अलिकति बिजी
है साथीहरू, मैले चाहिँ काम सकेँ। अन्त मैले स्टिकर टालेँ नि त, मैले त्यहाँनिर चाहिँ भिडियो गरिनँ नि त त्यहाँभित्र। अन्त मैले कहाँ टालेँ भन्दा उहाँ पर रोकेर देखाउँछु। अफ आम्बौ धुलो त मर्यो साल। बाटो बनिँदैछ दामी। कहाँ रोकेर चाहिँ देखाउनु हौ। कहाँ रोकेर देखाउनु। यहीँ रोकिदिन्छु, यहीँ रोकिदिन्छु, यहीँ। कहाँ टाले कहाँ टाले भन्दाखेरि चाहिँ नि एउटा चाहिँ यो टाले होइन, कार्बन यहाँ टाले। किनकि यो सिट नारायणदाले चाहिँ यो भन्नुपर्थ्यो नि, यो सिट पनि कार्बन नै थियो। नारायणदाले चाहिँ उल्टा टाल्यो नि त, यस्तो खालके हो। यसलाई यस्तो टालेको भए चाहिँ सेम योसँगै म्याच गर्थ्यो नि त। तर होइन, ठिकै छ। अन्त यो टाले एउटा हो है, यहाँनिर देख्दै होला हो। त्यहाँबाट चाहिँ यो टाले, मेरो इन्स्टाग्रामको नाम हो यो चाहिँ, द स्याडो बाइकर 09 हो। यति टाल्ने, उतापट्टि पनि टालौँ भन्थ्यो कि उतापट्टि फेरि दुईपट्टि टाल्यो भने राम्रो देख्दैन नि त। योहरू चाहिँ मैले अस्ति टालेको हो, यो टालेको। अब चाहिँ अझै अब एउटा लास्ट स्टिकर गर्नुपर्छ, त्यो चाहिँ अलिक पछि गर्छु। त्यो पहिला मेरो बाइकमा भएको जस्तो त्यो रिङ क्या, यस्तो सेतो सेतो चारपट्टि टाल्नुपर्छ नि त। ल अब त्यही देखाउँछु, अब घर जान्छु। अब यो बाटो त के देखाउनु, यो बाटो त सबले देखिरहेको हो, हक्ने पात्ने। अब मेरो यो भिडियो चाहिँ म यहीँ पर एन्ड गरिदिन्छु, किनकि लामो हुन्छ नि त। फेरि म चाहिँ सिधै यो फेसबुकमा हालिदिन्छु नि त, म एडिटहरू पनि गर्दिनँ। तर काट्नु चाहिँ काट्छु, साह्रै लामो हुन्छ किन। अब ल त गाइस, अब सिधै अब म घर गएको होइन। अब घर गएको त के बनाउनु त्यो देखिरहेको हो नि त। अब चाहिँ म नेक्स्ट भिडियो चाहिँ अब कहाँनिर प्लान हुन्छ होला हो, त्यहाँ जाँदाखेरि बनाउँछु। टिल देन सी यू, राइड सेफ टु राइड अगेन, सी यू इन द नेक्स्ट ब्लग। Microphone check, make it a microphone check, give it a microphone, I make it a microphone dead. Don't step to me, newbie, I can truly